कति पनि बाल्दै छ हामी गाईहरू अब आरती आरती ल आरती आरती ल घन्टी सन्टी ल भान्नु ल अब आरती नै पुष्पाञ्जली हेलो फ्रेन्ड्स अहिले चाहिँ हामी पिरो बुझ्दैछौँ घरमा चाहिँ पूजा छ के पूजा भयो सत्यनारायण पूजा अनि लाखपति पूजा अनि फेरि पूजा पनि छ हाम्रो घरमा सबैजना आउनु होला जबसम्म खानाको लागि गाई गाई काकाबाट हाम्रो भिडियो हेर्नु भएको छ हैन लाइक कमेन्ट पनि गरिदिनु होला ममा भन्नु होला काकाबाट हेर्नु ट्याक्क लाइक लङ सिम्पल हाले गाइस कस्तो बस्न आइराछ कोले हेर्दा हेरै म त कान्छी पुराइ छुलाई राजगाडी कोले भयो बिजु एउटा गीता हाने त्यहाँ उमा झिलो बास होला ए तिमी हिँड्नु सा कौशला हो त्यसो एउटा पुछिले अरु यही घुमाइदिने भने भयो त्यसो बाटो डर है भान्जा त्यसो छिटो हुने त हुन्छ स्तनन्ताय सहस्रमूर्ति चाहिँ दियोको बत्ती हो त्यही पुजारी स्तनन्ताय सहस्रमूर्तये सहस्र श्री नारायण प्रीतिद्वारा लक्ष दीप अर्पण कर्मणि दीप नारायणाय नमो नमः भयो अब पुष्पाले लिएर नाङ्गै सबै 12 भन्दा तुलसीना अन्तर्गत मौलापुर जाने श्री जलेश्वर क्षेत्रमर बाबा वनदेवी सीताराम मन्दिर सडक खाने यह पुण्य भूमि पुण्य क्षेत्र बौद्धावतारे सत्य संवत्सरा मध्ये सिद्धार्थी नाम संवत्सर सिद्धार्थी नाम रजिष्ठामना भागेना भावेन रमासहित श्री सत्यनारायण ब्रह्मा महेश्वर आदित्य तथा समस्त देवी देवता चरण विधिद्वारा लक्षपाल काम कर्मणि समस्त परिवार शान्ति कामनार्थम ऐश्वर्य प्राप्ति सबै जान्दैन लक्ष्मीबाट सघाउँछ त्यो दियो त्यो ती राख्ने अनि टपक्क त्यो दियोले भाडा त्यो सल्काइदिने दियो उचालेर लगेर सल्काइदिए हुन्छ ओ मस्थिरो भावा त्यो दियो उचालेर सल्काइदिए पनि हुन्छ अर्को बत्ती बाला त्यहाँ हाल्दै हुन्छ दियो उचालेर लगेर त्यहीँ सल्काइदिए पनि हुन्छ अर्को बत्ती लिएर गएर त्यहाँ सल्काइदिन्छ ओम दीपम प्रज्वाल्य अलिकति सल्किहाल्छ अब भयो आउनुहोस् यो गरी
ओम दीपनारायणाय नमो नमः अखण्ड दीपाय नमः लक्ष्य दीपाय नमो नमः सर्वपदराते गन्धाक्षरपाणि पर्याय नमः अब मेरो पालो सबैले सामान मम्मीलाई गइगयो नि ल घुमेर उति गर्दा हुन्छ बाँकी रह्यो भजन निकाल्नु हजुर भजन साथीहरू विभिन्न भिडियोहरू प्रस्तुत गर्ने क्रममा आज चाहिँ तपाईँहरू माझ मैले आफ्नै घरमा लाखबत्ती बाल्दाको भिडियो प्रस्तुत गर्ने अवसर पाएँ। कृपया तपाईँहरूकोतिर लाखबत्ती बाल्दा र हामीहरूकोतिर लाखबत्ती बाल्दा के फरक
पाउनुभयो कृपया कमेन्ट बक्समा कमेन्ट छोडिदिनुहुन्छ भन्ने पूर्ण विश्वास लिएको छु। साथसाथै आगामी दिनमा पनि यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने कृपया यस च्यानललाई लाइक कमेन्ट सब्सक्राइब अनि सेयर गरिदिनुहुन्छ भन्ने पूर्ण विश्वास लिएको छु। यतिन्जेल तपाईँहरूले यस भिडियो हेरिदिनु भयो। तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद र आजको लागि पनि तपाईँहरूमा छुट्न चाहन्छु। थ्याङ्क यू।